हेलो गाइस, नमस्ते। अहिले हामी छौँ लमजुङ जिल्लामा। लमजुङको यो हरियाली डाँडा काँडा खोला नाला वन जङ्गलबाट हजुरहरूलाई म स्वागत गर्न चाहन्छु। आज हामी जाँदैछौँ अगाडिको यो डाँडा देख्न सक्नुहुन्छ। यसलाई चाहिँ हामी बसमै डाँडा भन्ने गर्थ्यौँ। अहिले चाहिँ यसको नाम चाहिँ पिसिल रहेको छ। आजको हाम्रो यात्रा रहेको छ यही डाँडातिर। लेट्स गो। यो बाटोबाट चाहिँ हाम्रो यात्रा सुरु हुन्छ। यो पुल देख्न सक्नुहुन्छ, यो बेसेश्वर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका जोड्ने पुल हो। यो हो मर्स्याङ्दी रिभर। मर्स्याङ्दी रिभरको किनार किनार भएर हामी हाम्रो गन्तव्यतिर लाग्दैछौँ। यो हो खुदी बजार हो। पुल क्रस गर्दैछौँ। तल खुदी खोला रहेको छ। बजार निकै नै पुरानो बजार हो। अहिले हामी आइपुगेका छौँ यो लमजुङको सुरुङ मार्ग जुन बुलबुलेमा अवस्थित छ। यो सायद नेपालको नै पहिलो सुरुङ मार्ग होला है। गाडी पुग्छ, गाडी हुँदै मनाङ पुगिन्छ। अहिले चाहिँ हामी बाटो छुट्टियो। बाटो सजिलो छैन। बाटो सोचे भन्दा पनि धेरै अप्ठ्यारो रहेछ। यो सिजनमा चाहिँ तपाईँहरू कुनै पनि भेहिकलमा नआउनु होला, बरु हाइकिङ आउनु सक्नुहुन्छ। अहिले हामी निकै नै हाइटमा आइसकेका छौँ। यो हो भुस्मे गाउँ। यहाँभन्दा माथि भेहिकल जाँदैन। यहाँबाट चाहिँ 1 घन्टा माथि हिँड्नुपर्छ। लमजुङको परम्परागत घर चाहिँ यस्तो हुन्छ। यो पिस हिलको प्रवेशद्वारको फोटो स्टेसन, जहाँबाट पुरै बेसी सहर झल्को स्पष्ट आउने गरी एमुबा आकारको बेसी सहर कता छरिएको कता फैलिएको स्पष्ट थाहा नहुने अवस्थाको बगेको मर्स्याङ्दी हामी डाँडामा बिचमा बादलको एउटा सानो झल्को डाँडाको बिचमा वास्तवमा हाम्रो आफ्नो वास्तविक गाउँ जहाँबाट हामी आयौँ मर्स्याङ्दीको देखिन्छ। त्यो भयो बेरौटी बिछौना, त्यो भयो हाम्रो गाउँ माले बगर, त्यो भन्दा माथि सारिङ मकै डाँडा। घले गाउँ सायद माथिको जस्तो लाग्छ। बल्ल बल्ल आइपुग्यो पिस हिल रिसोर्ट। ढोका त्यसै होजीलाई लमजुङ भुस्मै डाँडा पिस हिलमा चियाबारीको सानो नमुना प्याच। यहाँको चियाको ब्रिन्टी अथवा प्रोसेसिङ गर्ने हो भने अर्थोडक्स राम्रै हुन्छ जस्तो लाग्छ हाइटो वेदर हेर्दा। यो पिस हिल रिसोर्टको हेलिप्याड, यसमा 1 डाइरेक्सनल ल्यान्डिङ
र टेक अफ सम्भव देखिन्छ दक्षिण उत्तरतर्फ। पिसिल रिसोर्टको बुद्ध पार्क, त्यसपछि भिक्ट्री स्ट्याच्यु, त्यसपछि रिसोर्ट नाइट स्टेको लागि बिहान आएर दिउँसो रमाइलो गरेर क्याम्पिङ गरेर भोलिपल्ट बिहान फर्किनलाई चाहिँ धेरै राम्रो देखिन्छ। यो पिस हिल माथि डाँडामा रिसोर्ट हामी पुगेर आयौँ। तपाईँहरू पनि आउन चाहनुहुन्छ भने बाटो यही हो। हामी पुगेर फर्किँदैछौँ। तपाईँहरूलाई दुईजना मात्रै हो, दुईजना भन्दा पनि ग्रुप मिलेर आउनु होला। धन्यवाद, नमस्ते।